नमस्कार। शिक्षक सेवा आयोग प्रथम पत्र तयारी विशेष शिक्षा सम्बन्धी आधारभूत ज्ञान खण्डबाट विभिन्न नमुना प्रश्नपत्र सेटहरू ल्याउने क्रममा आज फेरि यहाँहरूमा नमुना प्रश्नपत्र सेट लिएर उपस्थित भइसकेको छु। यहाँहरू सम्पूर्णलाई आजको सेटमा हार्दिक स्वागत गर्दछु। यदि च्यानलमा नयाँ हुनुहुन्छ र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया च्यानल सब्स्क्राइब गरिदिनुहोला र भिडियो अन्तिमसम्म हेरिसकेपछि भिडियो मन पर्छ भने लाइक, कमेन्ट तथा शेयर गर्न नभुल्नुहोला। यो आग्रहसँगै यहाँहरूलाई आजको महत्त्वपूर्ण प्रश्नोत्तरतर्फ लैजाँदैछु। आजको यो सेटको पहिलो प्रश्न रहेको छ, औपचारिक शिक्षाको विशेषता तलको मध्ये कुन होइन? औपचारिक शिक्षाको विशेषता तलको मध्ये कुन होइन? यसको अप्सन रहेको छ। अप्सन ए निश्चित उद्देश्य तोकिएको, बी निश्चित संरचनामा आबद्ध, सी प्रमाणपत्र केन्द्रित, डी लचिलो समय तालिका। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन नम्बर डी लचिलो समय तालिका। औपचारिक शिक्षाको विशेषता तलको मध्ये कुन होइन भनेको थियो। यसको सही उत्तर चाहिँ अप्सन नम्बर डी रहेको छ, लचिलो समय तालिका। यो चाहिँ औपचारिक शिक्षाको विशेषता नभएर यो अनौपचारिक शिक्षाको विशेषता चाहिँ हो यो लचिलो समय तालिका। यो अनौपचारिक शिक्षाको विशेषता हो। दोस्रो प्रश्न रहेको छ, सरकारी स्तरबाट सञ्चालित पहिलो पाठशालाको रूपमा रानीपोखरी संस्कृत पाठशालाको स्थापना कसले गरेका थिए? ए जङ्गबहादुर राणा, बी रणोदीप सिंह, सी वीर शमशेर, डी देव शमशेर। रानीपोखरी संस्कृत पाठशालाको स्थापना कसले गरेका थिए? यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी रणोदीप सिंह। रणोदीप सिंहले सरकारी स्तरबाट सञ्चालित पहिलो पाठशालाको रूपमा चिनिने रानीपोखरी संस्कृत पाठशालाको स्थापना गरेका थिए। प्रश्न नम्बर 3 रहेको छ, सिकाइको सम्बन्धमा कुन भनाइ गलत छ? सिकाइको सम्बन्धमा कुन भनाइ गलत छ? ए यो शारीरिक वृद्धि र परिपक्वताको कारण आउने परिवर्तन हो, बी यो अभ्यास र अनुभवमा आधारित हुन्छ, सी व्यवहारमा आउने स्थायी परिवर्तन नै सिकाइ हो, डी सिकाइमा आइपर्ने समस्या हटाई नयाँ परिस्थितिको सामना गर्ने प्रयास गरिन्छ। सिकाइको सम्बन्धमा कुन भनाइ गलत छ भनेको छ। यसको सही उत्तर अप्सन नम्बर ए रहेको छ। यो शारीरिक वृद्धि र परिपक्वता कारण आउने परिवर्तन हो भनेको छ। यो चाहिँ गलत रहेको छ। यो सिकाइको भनाइ सम्बन्धमा गलत भनाइ हो। सिकाइ भन्नाले अभ्यास, अनुभव र अध्ययनको आधारमा व्यक्तिको व्यवहारमा आउने स्थायी परिवर्तनलाई जनाउँछ। तर यो शारीरिक वृद्धि र परिपक्वताका कारण हुने परिवर्तनलाई चाहिँ सिकाइ मानिँदैन, किनभने ती स्वाभाविक रूपमा उमेरसँगै स्वतः हुन्छन्। त्यसैले यो शारीरिक वृद्धि र परिपक्वताको कारण आउने परिवर्तन सिकाइ होइन। प्रश्न नम्बर 4, मानव विकासका विशेषता तलका मध्ये कुन होइन? ए विकास सांस्कृतिक परिवर्तनबाट प्रभावित हुन्छ, बी विकास शारीरिक परिवर्तनबाट प्रभावित हुन्छ, सी विकासका चरणहरूबीच कुनै सहसम्बन्ध हुँदैन, डी विकासको गति फरक फरक हुन्छ। मानव विकासका विशेषता तलका मध्ये कुन होइन? यसको सही उत्तर अप्सन नम्बर सी रहेको छ। विकासका चरणहरूबीच कुनै सहसम्बन्ध हुँदैन। यो चाहिँ मानव विकासका विशेषता मध्येको विशेषता होइन, किनभने मानव विकास एक निरन्तर प्रक्रिया हो जसका विभिन्न चरणहरू जस्तै शिशु अवस्था, बाल्यकाल, किशोर अवस्था, प्रौढ अवस्था आदि एक अर्कोसँग सम्बन्धित हुन्छन्। तिनीहरू बीच सहसम्बन्ध हुन्छ, किनभने एक चरणको विकासले अर्को चरणको विकासलाई प्रभाव पार्दछ र यसमा विकासका चरणहरूबीच कुनै सहसम्बन्ध हुँदैन भनेको छ। त्यसैले यो चाहिँ मानव विकासको विशेषता अन्तर्गत परेन, यो मिलेन। प्रश्न नम्बर 5, उत्तर बाल्यावस्थाका बालबालिकाको विशेषता तलका मध्ये कुन होइन? ए सृजनात्मक उमेर, बी खुसीको उमेर, सी समूहमा खेल्ने उमेर, डी स्व निर्णय गर्न सक्ने उमेर। यो प्रश्नको सही उत्तर अप्सन नम्बर डी रहेको छ, स्व निर्णय गर्न सक्ने उमेर। यो चाहिँ उत्तर बाल्यावस्थाको बालबालिकाको विशेषता अन्तर्गत पर्दैन, यो किशोरावस्थाको चाहिँ हो। किशोरावस्थामा का बालबालिकाहरूले स्वनिर्णय गर्न सक्ने भएका हुन्छन्। अर्को प्रश्न रहेको छ, प्रश्न नम्बर 6,
सिकाइमा प्रभाव पार्ने वातावरणीय तत्त्व तलका मध्ये कुन हो? सिकाइमा प्रभाव पार्ने वातावरणीय तत्त्व तलका मध्ये कुन हो? ए सिकारु, बी उद्दीपक, सी प्रतिक्रिया, डी तत्परता। यो प्रश्नको उत्तर रहेको छ अप्सन नम्बर बी उद्दीपक। सिकाइमा प्रभाव पार्ने वातावरणीय तत्त्व उद्दीपक हो। बाँकी चाहिँ तत्परता, प्रतिक्रिया, सिकारु यो चाहिँ व्यक्तिगत तत्त्व रहेको छ, सिकाइमा प्रभाव पार्ने व्यक्तिगत तत्त्वहरू। प्रश्न नम्बर 7, बाह्य व्यक्तिको सम्पर्कबाट कुनै कार्यप्रति जागृत हुने उत्प्रेरणा कुन प्रकारको हो? बाह्य व्यक्तिको सम्पर्कबाट कुनै कार्यप्रति जागृत हुने उत्प्रेरणा कुन प्रकारको उत्प्रेरणा हो? ए व्यक्तिगत उत्प्रेरणा, बी जन्मजात उत्प्रेरणा, सी आर्जित उत्प्रेरणा र अप्सन डी सामाजिक उत्प्रेरणा। बाह्य व्यक्तिको सम्पर्कबाट कुनै कार्यप्रति जागृत हुने उत्प्रेरणा कुन प्रकारको उत्प्रेरणा हो? यो प्रश्नको सही उत्तर अप्सन नम्बर डी रहेको छ सामाजिक उत्प्रेरणा। प्रश्न नम्बर 8, व्यवहारवादका प्रतिपादक को हुन्? जोन वाटसन, बी ग्याग्ने, सी गेटे, डी काल्भिन। व्यवहारवादका प्रतिपादक को हुन् भनेको छ र यो प्रश्नको सही उत्तर अप्सन नम्बर ए रहेको छ जोन वाटसन। व्यवहारवादका प्रतिपादक जोन वाटसन हुन्। प्रश्न नम्बर 9, प्रयत्न र भूल सिद्धान्तको मुख्य विशेषतामा तलको कुन पर्दैन? ए उत्प्रेरक तत्त्व बिना सिकाइ नहुने, बी बहुप्रतिक्रियाको श्रृङ्खला, सी प्रतिक्रियाको छनौटमा पुरस्कार र द्वन्द्वको भूमिका, डी व्यवहार निर्माण वा बनोट। साथीहरू, यो प्रश्न चाहिँ यहाँहरूको लागि छोड्दैछु, कृपया यसको सही उत्तर कमेन्ट गर्नुहोला है त। अर्को प्रश्न रहेको छ, हाल कार्यान्वयनमा रहेका कक्षा 1-3 को पाठ्यक्रममा समावेश गरिएको व्यवहार कुशल सिपमध्ये वैयक्तिक सिप इन्टरपर्सनल स्किल्स अन्तर्गत तलका कुन पर्दैन? ए सेल्फ म्यानेजमेन्ट, बी टाइम म्यानेजमेन्ट, सी कम्युनिकेसन, डी रेस्पोन्सिबिलिटी एन्ड कमिटमेन्ट। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन नम्बर सी कम्युनिकेसन। यो चाहिँ अन्तर्वैयक्तिक सिप हो, वैयक्तिक सिपभित्र पर्दैन यो कम्युनिकेसन। कम्युनिकेसन भनेको अरूसँग कुरा गर्ने, बुझ्ने र प्रभावकारी रूपमा सम्पर्क राख्ने क्षमतासँग सम्बन्धित हुन्छ। त्यसैले यो कम्युनिकेसन वैयक्तिक सिप होइन, अन्तर्वैयक्तिक सिपभित्र पर्दछ। प्रश्न नम्बर 11, हाल कार्यान्वयन रहेको राष्ट्रिय पाठ्यक्रम प्रारूपले तय गरेको 12वटा शिक्षाका राष्ट्रिय उद्देश्यमध्ये पहिलो उद्देश्य केसँग सम्बन्धित छ? ए व्यक्तिको व्यक्तिगत विकास, बी नैतिकवान एवं जिम्मेवार नागरिक तयारी, सी उद्यमशील र सिपयुक्त नागरिक तयारी, डी व्यक्तिगत सामाजिकीकरण। 12वटा उद्देश्यहरू रहेका छन् राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार। त्यसमध्ये पहिलो उद्देश्य केसँग सम्बन्धित छ भनेको छ। यसको सही उत्तर चाहिँ अप्सन नम्बर ए रहेको छ व्यक्तिको व्यक्तिगत विकास। यो चाहिँ पहिलो नम्बरको उद्देश्य हो। त्यस्तै गरी यो बीमा रहेको छ नैतिकवान एवं जिम्मेवार नागरिक तयारी, यो 2 नम्बरमा छ। उद्यमशील र सिपयुक्त नागरिक तयारी यो 3 नम्बरमा रहेको छ र यो व्यक्तिगत सामाजिकीकरण चाहिँ 4 नम्बरमा रहेको छ। यहाँले 12वटा राष्ट्रिय उद्देश्यहरू राम्रोसँग हेर्नुहोला, यसलाई कन्ठै गर्नुपर्छ, किनभने यो प्रत्येकमा कुन नम्बरमा कुन छ भनेर सोधिदिन सक्छ। त्यसैले यसलाई तपाईले कन्ठ गर्नुभयो भने जहाँबाट सोधे पनि यसको उत्तर दिन सक्नुहुन्छ। प्रश्न नम्बर 12, राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार विद्यालय शिक्षाको उपयुक्त उमेर समूह कुन हो? ए 4 वर्षदेखि 15 वर्षसम्म, बी 4 वर्षदेखि 16 वर्षसम्म, सी 5 वर्षदेखि 16 वर्षसम्म, डीमा रहेको छ 5 वर्षदेखि 15 वर्षसम्म। विद्यालय शिक्षाको उपयुक्त उमेर समूह कुन हो भनेको छ र यो प्रश्नको सही उत्तर अप्सन नम्बर बी रहेको छ 4 वर्षदेखि 16 वर्षसम्म। यो चाहिँ राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार विद्यालय शिक्षाको उपयुक्त उमेर हो। यसमा चाहिँ 4 वर्ष चाहिँ यो बाल विकास तथा शिक्षाको उमेर चाहिँ 4 वर्ष हो। यो 4 वर्ष पुगेका बालबालिकाहरूले दिने शिक्षा बाल विकास तथा शिक्षा प्रारम्भिक बाल विकास र शिक्षा भन्ने छ। त्यसै गरी
1 कक्षादेखि 12 कक्षासम्मको उमेर भनेको 5 देखि 16 वर्ष भयो। यो 1 वर्षको प्रारम्भिक बाल कक्षा भयो। त्यसपछि 1 कक्षादेखि 12 कक्षासम्मको 5 वर्षदेखि 16 वर्षको उमेर भयो। त्यसैले यसमा विद्यालय शिक्षाभित्र बाल विकास, प्रारम्भिक बाल विकास पनि पर्ने भएको हुनाले उमेर समूह भन्यो भने 4 वर्षदेखि 16 वर्षसम्मको उमेर समूह पर्दछ। प्रश्न नम्बर 13, पाठ्यक्रमको उद्देश्य अनुसारको सिकाइ उपलब्धि हासिल गराउन निर्धारित समयमै कोर्स पुरा गर्ने गरी विद्यालयमा तयार गरिने योजना कुन हो? ए. वार्षिक शैक्षणिक योजना, बी. पाठ योजना, सी. कार्यतालिका, डी. एकाइ योजना। यो प्रश्नको उत्तर अप्सन नम्बर ए रहेको छ, वार्षिक शैक्षणिक योजना। प्रश्न नम्बर 14, शिक्षकले आफ्नो अनुभवको आधारमा आफूले अपनाइ आएको शिक्षणका तौर तरिकामा समेत पुनरावलोकन गरी विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि तयार गरिने योजना कुन हो? ए. सिकाइ उपलब्धि सुधार योजना, बी. विद्यालय सुधार योजना, सी. शिक्षण सुधार योजना, डी. दैनिक पाठ योजना। साथीहरू, यो प्रश्नको सही उत्तर हो अप्सन नम्बर सी, शिक्षण सुधार योजना। टिचिङ इम्प्रुभमेन्ट प्लान भन्छ यसलाई, टिप, टिआइपी, टिप पनि भन्ने गर्दछ। यो चाहिँ शिक्षकले तयार गर्ने हो। आफ्नो शिक्षणका तौर तरिकामा समेत पुनरावलोकन गरी सिकाइ उपलब्धि सुधारको लागि तयार गरिन्छ यो शिक्षकद्वारा शिक्षण सुधार योजना। प्रश्न नम्बर 15, शिक्षक निर्मित परीक्षाको प्रमुख ध्येय के हो? शिक्षक निर्मित परीक्षाको प्रमुख उद्देश्य अर्थात् ध्येय के हो? ए. शैक्षिक कार्यक्रम, बी. शिक्षा प्रणालीलाई पृष्ठपोषण, सी. विद्यार्थीको स्तर निर्धारण, डी. शिक्षण सिकाइमा सुधार। पक्कै पनि यसको प्रमुख ध्येय शिक्षण सिकाइमा सुधार नै हुन्छ। अप्सन नम्बर डी रहेको छ, शिक्षण सिकाइमा सुधार। प्रश्न नम्बर 16, तलका मध्ये कुन परीक्षण साधनमा तुलनात्मक रूपमा विश्वसनीयता बढी हुन्छ? ए. वस्तुगत प्रश्न, बी. निबन्धात्मक प्रश्न, सी. छोटो उत्तर आउने प्रश्न, डी. विषयगत प्रश्न। तलका मध्ये कुन परीक्षाको साधनमा तुलनात्मक रूपमा विश्वसनीयता बढी हुन्छ भनेको छ? यसको सही उत्तर अप्सन नम्बर ए रहेको छ, वस्तुगत प्रश्न। वस्तुगत प्रश्नमा चाहिँ तुलनात्मक रूपमा अरूभन्दा विश्वसनीयता बढी हुन्छ। यो विश्वसनीयता भनेको यदि एउटै विद्यार्थीलाई एउटै प्रकारको परीक्षा घरिघरि लियो भने उसले करिब उस्तै नतिजा ल्याउनुपर्छ। यही गुणलाई विश्वसनीयता भनिन्छ। उदाहरणको लागि यदि कुनै वस्तुगत परीक्षा आज लिँदा र भोलि लिँदा पनि लगभग उस्तै अङ्क ल्याउँछ भने त्यो परीक्षा विश्वसनीय छ भनेर भन्न सकिन्छ। प्रश्न नम्बर 17, विद्यालयमा शैक्षणिक सामग्री सङ्कलन र प्रयोगको मुख्य जिम्मेवारी कसको रहन्छ? शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति, विद्यार्थी। विद्यालयमा शैक्षणिक सामग्री सङ्कलन र प्रयोगको मुख्य जिम्मेवारी कसको रहन्छ? पक्कै पनि यो त शिक्षकको भइहाल्यो। शिक्षकले नै शैक्षणिक सामग्रीहरू सङ्कलन गर्दछ र प्रयोग पनि शिक्षकले नै गर्ने गर्दछ। त्यसैले यसको मुख्य जिम्मेवारी चाहिँ शिक्षकको। प्रयोग त अब विद्यार्थीले पनि गर्न सक्यो, सङ्कलन पनि विद्यार्थीले गर्न सक्छ, तर मुख्य जिम्मेवारी चाहिँ यो शिक्षकको रहेको हुन्छ। प्रश्न नम्बर 18, विद्यार्थीको धार्मिक, सांस्कृतिक, भाषिक, वर्गीय, लैङ्गिक सिकाइ क्षमता जस्ता पक्षलाई सम्बोधन गर्नु तलका कुन व्यवस्थापन हो? ए. सामाजिक व्यवस्थापन, बी. प्रधानाध्यापक, सी. विविधता व्यवस्थापन, डी. सिकाइ क्षमताको व्यवस्थापन। यो प्रश्नको सही उत्तर हो अप्सन नम्बर सी, विविधता व्यवस्थापन। प्रश्न नम्बर 19, कार्यमूलक अनुसन्धानको सम्बन्धमा कुन भनाइ अमिल्दो छ? ए. कार्यप्रणालीमा सुधारको लागि गरिने, बी. अनुसन्धानको क्षेत्रमा सङ्कुचित हुने, सी. विज्ञ व्यक्ति शोधकर्ता हुने, डी. तत्कालका समस्या समाधानमा केन्द्रित हुने। यो प्रश्नको सही उत्तर हो अप्सन नम्बर सी, विज्ञ व्यक्ति शोधकर्ता हुने। यो भनाइ चाहिँ कार्यमूलक अनुसन्धानको सम्बन्धमा अमिल्दो रहेको छ।
साथीहरु आजको अन्तिम प्रश्न रहेको छ यो सेटको अन्तिम प्रश्न शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि 2080 अनुसार मेन्टरिङ कार्यक्रम कार्यान्वयनको उद्देश्य कुन होइन ए नवप्रवेशी शिक्षकलाई आधारभूत शैक्षणिक सिप दक्षता वृद्धि गर्नु बी लामो समयदेखि तालिम नपाएका शिक्षकको सिप र दक्षता वृद्धि गर्नु सी विद्यालयमा आधारित शिक्षक पेशागत विकास सहायता प्रदान गर्नु डी निरन्तर पेशागत विकासको माध्यमबाट शिक्षण सिकाइमा सुधार ल्याउनु यो प्रश्नको उत्तर सही उत्तर अप्सन नम्बर बी रहेको छ लामो समयदेखि तालिम नपाएका शिक्षकको सिप र दक्षता वृद्धि गर्नु यो चाहिँ शिक्षक मेन्टरिङ कार्यक्रमको कार्यान्वयनको उद्देश्य भित्र पर्दैन साथीहरु आजको प्रश्नोत्तरहरू यति नै रहेको थियो यहाँलाई आजको भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला यदि भिडियो मन पर्यो भने लाइक कमेन्ट तथा शेयर गर्न नभुल्नुहोला भन्दै भोलि फेरि नयाँ सेटका साथ उपस्थित हुने बाचा गर्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु नमस्कार।